अनि यो त लोकल ए त्यो ना हो ना किन छेडा रहेछ बाजे भन्नुको नाम त्यो फुल पार्छ भने फुल पार्छ भनेर त्यो फुल खा भने वात्त हुन्छ अनि उसले त मलाई छोडेन त ज्ञानी रहेछ अझै गीत गाइरहेछ उसले फुल आउनु पारिहाल्छ कस्तो राम्रो चाहिँ ठ्याक्क खेति बाजे यस्तो चाहिँ खानु भएन बिहान बिहान नखाने रक्सी खानु हुँदैन कारबाही गर्नु पर्यो यसलाई हजुर त्यो खाएकोमा कारबाही गर्नु पर्यो है यो खानु चाहिँ हुँदैन है खान चाहिँ हुँदैन खाँदा सिक्नु हजुर खानु भएन अब किन भन्दाखेरि खायो भने तपाईँले खाएपछि परिवारलाई नराम्रो हुन्छ है तेल गरेन मलाई थाहा छैन मलाई अब मालिकको भालेको पोथी जस्तै मालिकको पोथी होला यो त नि म त लैजाउँ क्या है मेरो चाहिँ कुखुरासँग एकदम गहिरो सम्बन्ध छ कि किन छ भन्दा चाहिँ सानोमा हुँदा एउटा कुखुरा पोथी चाहिँ यस्तै थियो अनि मेरो मेरो भनौँ न सौतानी आमाले चाहिँ काटेर खाइदिनु भयो कि अनि म कति दिन रोएँ कि अनि त्यही अरू मलाई कुखुराहरूले भेट्यो भने छोड्दैन यसरी नै बस्छ हेर्नु न खोइ किन हो ल किन चाहिँ कहाँ पछि कहाँ हेर्नु पर्यो धेरै बेर हो 1 घन्टा जति भयो मलाई छोडेकै छैन जानलाई स्कुटर जान्छ त ल बस स्कुटर बस है स्कुटर यहाँ छ ल बस ल बस त जान्छ स्कुटरमा कतिको ए स्कुटर जाने रे कस्तो ज्ञानी रहेछ कति वर्ष भयो उसको उमेर 1 वर्ष जति भयो होला हो र ए 1 वर्ष चाहिँ भयो ए ल यो फलामको सानो घर जस्तो बनाएर राख्नु भएको रहेछ अनि उहाँ चाहिँ पेन्टर सडर हुनुहुन्छ होइन अनि के भन्छ अरे नमस्ते नमस्ते आउँदैछ अहिले हामी तल आउँदैछौँ त्यहाँ अब अवैध के बालुवा खाने खनन गरिरहेछ अरे अनि नानी तिम्रो नाम के हो दिदी नाम के हो तिम्रो अनि बटारिने खुट्टा बटार्ने उसको समस्या चाहिँ खुट्टा बटार्ने होइन अरू त छैन नि होइन खुट्टा बटार्ने अनि औलो चुस्ने ऊ लात्ताले हान्न खोज्ने अनि यस्तो गर्दो रहेछ बहिनीले चाहिँ अनि यो बहिनीको चाहिँ हामीले चाहिँ उद्धार गर्नुपर्छ जसरी पनि उद्धार गर्नुपर्छ र हामी लागि परेका छौँ दाइ है लागि परेका छ भोलिसम्म भए पनि हामीले चाहिँ नमस्ते नमस्ते रक्सीको ताल ए एउटा बाजे आइरहनु भएको रहेछ अनि बाटो यो बाटो पनि बनिएको छैन तपाईँको है यो तपाईँको कति भने यो 3 किलोमिटर मात्रै रहेछ होइन 60 लाख पर्यो 4 किलोमिटर 4 किलो होइन अब जे बस अनि यत्रो यो के भन्छ अरे 60 लाख त बजेट चाहिँ गइसकेको छ अहिले 64 लाख रुपियाँ बजेट भएको छ अरे नगरपालिकाबाट भएको छ अरे नगरपालिका अब यो दिनेश लोकजन भाइले पार्नु भएको छ अरे अब हाम्रो यहीँको हो मैले अस्ति फोन पनि गरेको चाहिँ कहिले चाहिँ काम सुरु हुन्छ किन नगरे बाबु भने भोलि नै हुन्छ भने चाहिँ 1 हप्ता जतिको अहिलेसम्म भएको छ ए त्यही त बुवा नमस्ते सन्चै हुनुहुन्छ केही छैन उसको समस्या चाहिँ भोग लाए नभन्ने अनि दिशा पिसाब आएपछि नभन्ने होइन नभन्ने ओछ्यानमै गर्ने यति समस्या छ दाइ अनि यसरी बसिरहनु भएको छ नानी चाहिँ ल हजुरले देख्न सक्नुहुन्छ अनि नाम पनि रेस्पोन्स नगर्ने होइन भने मतलब प्रतिक्रिया नदिने होइन त्यही त बोल्दै नभने र ऊ जन्मिँदाखेरि अनि उसको ऊ नभएको होइन त्यही रोएन यहाँ चाहिँ एउटा चरा बसिरहेछ है अनि चरा चाहिँ अब हामीले चाहिँ अचम्म खालको रहेछ क्या चरा चाहिँ अहिलेसम्म देखाएको थिएन मैले चरा है अनि उसको नाम चाहिँ के हो थाहा भएन के जातको पनि थाहा भएन मलाई डाङ्ग्रे कहाँ यत्रो हुँदैन नि डाङ्ग्रे त्यो त भयङ्कर ठुलो छ नि कस्तो जुम गर्दाखेरि हल्लिँदो रहेछ क्या यो मोबाइल लेन्स हाल्दा के जातको चरा होला त है उसलाई सोधौँ भने बोल्दैन होला बोल्छ होला अहिले आयो कुरा हेर्नु ल हेर्नु ल कस्तो खालको हेर्नु ल है कस्तो अचम्म के हेर्नु न अब यो कत्रो रहेछ ओ पुच्छर त ओ हेर त पुच्छर
ओ माई गॉड यो त पुच्छर ओइ कान्छा ओए हनुमानको जत्रो पुच्छर छ ए आमा ओ माई गॉड ओ डाङ्ग्रो हो त ए यो त कस्तो छुचुरो जस्तो छ त ल हेर्नुहोस् त चरा अनौठो चरा भेटेँ त मैले त प्रभु ए आमा ल हेर्नु त भगवानको लीला कता गयो यतै जान्छु कता ए टारमा कताको तार ए कता ए ए यहाँ रहेछ ल हेर्नु है यस्तो खालको चरा देखेँ मैले है यो चराको नाम के हो अब हजुरहरूले बताउनु होला उसको पुच्छर चाहिँ छ 2 हात लामो होइन उसको तारको जत्रै छ अब यहाँ बिजुलको तारै नचाहिने भएको छ अनि पुच्छरमा चाहिँ समथिङ व्हाइट कलर छ उसको पुच्छरमा चाहिँ अनि टाउकोमा पनि यता हेऱ्यो अनि उसको त्यो ठुँड चाहिँ अरेन्ज कलरको छ अनि के भन्छ अरे उसको त्यो ज्यान चाहिँ इट्स अमेजिङ खालको है अनि त्यस्तो खालको रहेछ भने उसको त डाङ्ग्रे त होइन होला ल भागेँ ल बाई 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 लाइक येल्लो कलर देखेँ मैले होइन येल्लो कलर साइडमा चाहिँ अनि योभन्दा बढी जुम गर्न मिल्दैन रहेछ यस्तो राम्रो भएको पानी यस्तो हेर्नु न हेर्नु त ओम सूर्य देवाय नमः ओम सूर्य देवाय नमः कलर हेर्नु अरेन्ज कलर साइडमा है यस्तो राम्रो माइको प्रभु हे नाथ हेर्नु त ओ माई गॉड हे नाथ हेर्नु त यस्तो राम्रो यहाँ चाहिँ सूर्य भगवान चाहिँ अस्ताउँदै हुनुहुन्छ अनि हेर्नु त सूर्य भगवानको चाहिँ कलर वास्तविक कलर चाहिँ यो हुन्छ क्या व्हाइट प्योर व्हाइट कलरको मान्छेले विभिन्न कलरको भने पनि तर सबै एउटा कलर मिसेर 7 वटा कलर मिसेर पुरा व्हाइट के हेर्नु न कति प्योर अझै मैले त्यहाँ कलर तपाईँले अरू कलर पनि देख्न सक्नुहुन्छ यसमा चाहिँ लाइक येल्लो कलर देखेँ मैले होइन येल्लो कलर साइडमा चाहिँ अनि हेर्नु न योभन्दा बढी जुम गर्न मिल्दैन रहेछ यस्तो राम्रो भएको पानी यस्तो हेर्नु न हेर्नु त ओम सूर्य देवाय नमः ओम सूर्य देवाय नमः कलर हेर्नु अरेन्ज कलर साइडमा है यस्तो राम्रो माइको प्रभु हे नाथ हेर्नु त ओ माई गॉड हे नाथ हेर्नु त यस्तो राम्रो